तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लूले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौं। तातो हावा तथा लू लाग्दाका असरहरू मुटुको चाल तीव्र हुने, श्वास प्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्किने, टाउको अत्याधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो आउने जस्ता असरहरू देखिए बिरामीलाई तुरुन्तै अस्पताल लैजाऊ। गर्मीमा तातो हावा लूबाट जोगिने उपायहरू: धेरै पानी पिउने, दिउँसो सकभर घरबाट बाहिर ननिस्किने, बाहिर निस्किनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने तथा हल्का खालको शीतल हुने कपडा लगाउने, चिसो पानीले नुहाउने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रो लगायत घरमै बनाएको ताजा खानेकुरा खाने, खेतबारी वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने, धूम्रपान तथा मदिरा सेवन नगर्ने, भान्सामा धेरै समय नबस्ने, बस्नै परेमा प्रशस्त मात्रामा पानी पिउने, क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेय पदार्थ नपिउने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, बाल बालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।